हेलो गाइज, ल अब भाइलाई भेट्न जानु लाग्यो है। छुट्टीको दिन यसो भाइलाई भेटेर फर्किनु पर्छ ल है। बाटोमा के हुन्छ, अब के देखिन्छ सबै तपाईँहरूलाई देखाउनेछु ल। लेट्स गो। ल गाइज, मेट्रो पनि आयो है। अब मेट्रोमा आयो, अब जानुपर्छ सर। यसमा चाहिँ टक्क कार्ड ट्याप गरेर छिर्नुपर्छ, कार्ड रिचार्ज गर्नुपर्छ। टक्क गयो है। मेट्रो आउनुमा 2 मिनट बाँकी छ, मेट्रो आइहाल्छ टक्क। अनि जानुपर्छ भाइलाई भेट्नलाई आउने बित्तिकै। ल मेट्रो पनि आयो है गाइज। अब मेट्रोमा सर जानुपर्छ ल। मेट्रो आयो ल। कार्ड ट्याप गरेर गएर पनि टक्क लिफ्टमा जानुपर्ने। टक्क लिफ्टमा गएपछि टक्क अब मेट्रोसम्म पुगिन्छ ल। मेट्रो पनि आयो। बाहिर निक्लेपछि अब मेट्रो कुर्नुपर्ने हुन्छ। अब मेट्रो आउँछ केही छिनमा। टक मेट्रो आएपछि जाने है। लामो सबैजना मेट्रो कुरिरहेको छन्। सबैलाई अब है गाइज, म मेट्रोमा बसिसकेँ। मेट्रोदेखि बाहिर देखिने दृश्यहरू हुन्। यो बुर्ज खलिफा, संसारको सबैभन्दा अर्को टावर। यसलाई बुर्ज खलिफा भन्छ। यसको कति फ्लोर छ मलाई त एक्ज्याक्ट थाहा छैन है। यसलाई बुर्ज खलिफा नै भन्छ। अब सर स्टेसन आयो है। अब यहाँनिर एक्जिट हुनुपर्छ। एक्जिट नभइकन त भाइलाई भेट्न सकिँदैन। पक्कै पनि म एक्जिट हुनै पर्छ यहाँनिर। अब के गर्नु, अब एक्जिट हुनु पनि लामो गन्तव्य छ नि। अब लिफ्टदेखि तल झर्नु पऱ्यो, तल गएर अन्डरग्राउन्ड चिर्नु पऱ्यो। अब फेरि एक्जिट हुनु पऱ्यो। गाह्रो छ, 1-1.5 घन्टै लाग्छ हो। तपाईँहरूलाई मैले सर्टकटमा भिडियो बनाएर देखाएको छु, तर म धेरै लामो यात्रा, लगभग 1 घन्टा 45 मिनटको यात्रा हो यो मेरो, होइन। के गर्नु, अब यस्तै छ। अब यहाँबाट म एक्जिट हुनुपर्छ। अघि इन्ट्रासबाट छिरेको, अब एक्जिट हुनुपर्छ। यहाँबाट एक्जिट भएपछि कार्ड ट्याप गरेर टक्कै एक्जिट भएपछि अब बाहिर निस्किनुपर्छ। बाहिर निस्केपछि टक्क अब आरटिए सरकारी बस लाग्छ। सरकारी बसमा जाँदा नि भयो। अनि अब सरकारी बस नभए अब ट्याक्सी पक्रेर जाँदा नि भयो। होइन, हिँड्नै मन लाग्यो, हिँड्दा पनि भयो। अलिकति हिँड्यो भने एक्सर्साइज पनि हुन्छ। पेटमा लागेको बोसोहरू पनि अलिकति पक्लिन्छ कि भन्ने महसुस गरेको छु। सायद म हिँड्छु होला, हिँडेरै जान्छु, हिँडेरै भेट्नुपर्छ। हिँड्ने पनि कहिलेकाहीँ स्वास्थ्य यस्तो ठुलो मैलो छ गाइज। हेर्दै खुट्टाको हालत। अनि त्यसै मैले चप्पल लाएर आएको त। चप्पल नलाउने भने त फेरि अनि जुत्ता त अनि ओ रङ्गिला भइहाल्छ नि। मान्छेहरूले त्यसै लेबर क्याम्प नभन्दो रहेछ के अरे। हालत खराब छ। गर्मी पनि कति गर्मी हो त नि। अब त म आउँदिनँ हौ यतातिर। भाइलाई आफैलाई भेट्न आइज भनेर धेरैपल्ट भइसक्यो म आएको। बालुवाघारी रम्बलघारी छिर्दै आएर लगाएर यस्तो बाटो, यस्तो गली छ। अनि अब के गर्नु, अब लेबर क्याम्प यस्तै हुन्छ सायद। प्रायः जसो ठाउँमा लेबर क्याम्पहरू यस्तै हुन्छ। यस्तो जानुपर्छ। मान्छेहरू आज आइतबारको दिन प्रायः सबैजनाको छुट्टी हुन्छ। यस्तो भिड हुन्छ नि। सानो सानो पसलहरू पनि एकदम भिड हुने के। अब के गर्नु, गाह्रो छ परदेशमा। कमाउनु पनि गाह्रो छ, काम गर्नु नि गाह्रो छ। के गर्नु, कतिखेर भेट हुन्छ यार। के गर्नु, अब पेटको बोसो पगाल्छु भनेर हिँड्दै आएँ। बोसो पग्ली त गयो। यत्रो घाम लागेको छ अनि पग्लिँदैन त मेरो बोसो। पग्लियो। आज मजाको एक्सर्साइज भयो। हेर्नु त यहाँ अब लेबर क्याम्पमा यस्तो गाह्रो लगाएर के हो यो। हे भगवान्, के गर्नु, गाह्रो छ नि त सबैलाई। अझै एकछिन हिँड्नुपर्छ। के गर्नु, अब हिँड्छु भनेर अनि बाच्चा कसमै खाएर अनि 1-1.5 किलो भयो नि बोसो घटाउँछु भनेर आएको। अनि अब यति त हिँड्नु पऱ्यो। के गर्नु, नहिँड्ने पनि सुख छैन। अब बसलाई कुर्नु पर्ने, यस्तै छ ल। फाइनली भाइ भेट भयो है। भाइ हो कि पठान हो यो, चिन्नै गाह्रो ल। फाइनली भेट भयो। कति महिनापछि भेट भयो अरे? 6 महिनापछि। 6 महिनापछि दाजुभाइको भेट भयो। दाजुभाइ यस्तो छ र? दाजुभाइ त दाजुभाइ नै हो नि। अनुहार नमिले पनि मन मिले त भइगयो ल।